नमस्कार। हाम्रो बुटोलको मेयर साहबलाई एउटा म्यासेज है। उहाँले कस्तो काम गर्नुपर्छ, के काम गर्नुपर्छ त्यो चाहिँ आजसम्म मलाई थाहा छैन होइन। आज एउटा भिडियो देखेको थिएँ मैले। उखु पेल्नीलाई चाहिँ बजारको व्यवस्थापन गर्नको लागि चाहिँ उ गर्ने, अनि उखु पेल्नीलाई लाइन दिने मान्छेलाई पनि कारबाही गर्ने भनेर मैले छोटो भिडियो हेरेको थिएँ, लङ हेरेको होइन होइन। ठिकै यो गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्छ, म्यानेजमेन्ट गर्नुपर्छ, त्यसको विरोध गरे होइन। तर बुटोलको मेन बाटोमा म्यानेजमेन्टमा या जहाँ तै होस्, मैले देखेअनुसार म बुटोल बस्न थालेको केही नभए पनि 30 वर्ष जति चाहिँ भयो होइन। अहिलेसम्म मैले मेन प्रब्लम देखेको बाटोमा, अरू त होला होइन, बाटोमा प्रब्लम देखेको भनेको गाईको म्यानेजमेन्ट हुन नसकेको। बुटोल बजारमा जहाँ त्यहाँ जानु, बुटोलको दिपनगरतिर जानुहोस्, देवीनगरतिर जानुहोस्, रानीगञ्जतिर जानुहोस्, बाटामा गाई कति छन् त्यो हेर्नुपर्छ सुरुमा। यति धेरै छन्। राष्ट्रिय जनावर हो गाई, हाम्रो देशको राष्ट्रिय जनावर गाई। गाईको हालत यो देख्दाखेरि मलाई लास्टै नराम्रो लाग्छ के है। सब म्यानेजमेन्ट गर्नुपर्छ, एकैचोटि हुँदैन त्यो थाहा छ। तर एटलिस्ट गाईहरू कस्तो हालतमा छ एकचोटि चाहिँ मेयरलाई या कोही सम्बन्धित व्यक्तिलाई बाहिर आएर हेरिदिन हुन अनुरोध गर्दछु। कहीँ जान पर्दैन। हाम्रो रानीगञ्जको बाटोमा जानुहोस्, हाम्रो दिपनगरको बाटोमा जानुहोस्, हाम्रो हाइवेमै जानुहोस्, रातिको बेला बाटोको बिचमा बसिरहेको हुन्छ। कसैलाई मतलब छैन। रातिको बेलामा हाई स्पिडमा आएर गाईलाई ठोकेर एक्सिडेन्ट भएको त अब कति होलान्। मेरै साथीहरू पनि कति परेछन्। गाईले गोरुले गर्दाखेरि, गोरुले जुधाइ गर्दाखेरि एक्सिडेन्टमा परेका, रातिको बेला गाईले गर्दाखेरि एक्सिडेन्टमा परेका कति धेरै छन्। यसलाई चाहिँ सबैभन्दा पहिला बजार व्यवस्थापन गर्नुभन्दा पनि पहिला यो गाईलाई म्यानेजमेन्ट गर्न पर्छ है। धन्यवाद।